हेलो साथीहरू सबैजनालाई मेरो नमस्कार। आज चाहिँ म मेरो घरमा फुलिरहेको फुलहरू फलिरहेको फलफुलहरू देखाउन गइरहेछु। हेरेर कमेन्ट गरिदिनु होला। फुलहरू हेर्नु न, हावाले यत्तिकै पारेर यहाँ हेर्नु हावाले अम्मम्म हावा यस्तो चल्छ कि छतमा पनि फुलिरहेछ। पर देखेको चाहिँ हाम्रो स्वस्तिका शिशु सदन स्कुल हो, बोर्डिङ स्कुल। यहाँ पनि फुलिरहेछ फुलहरू। यता खोर्सानीहरू फुलिरहेछन्। र यहाँ चाहिँ मेरो सबै सेतो भेन्टा छ है, गोलो खालको भेन्टा यसरी फलिरहेको छ। र सबैभन्दा यहाँ अहिले मेरो छतमा सबैभन्दा राम्रो फुलेको चाहिँ यो छ है, यस्तो राम्रो फुलेको छ। र यता पनि ढकमक्क फुलिरहेछ। र अब यता यहाँ टमाटरहरू काँचै छ, पाक्ने बेला भएको छैन। यो चाहिँ मेरो थुङ्गे फुल अस्तिको हावाले सबै भाँचिदिएर हेर्नु न, बोट भाँचे पनि कस्तो मजाले फुलिरहेछ, उहिलेको छैन। र यता चाहिँ हेर्नु साथीहरू, मेरो टमाटर यति मजाले फलिरहेछ कि। अनि यहाँनिर करेलाहरू पनि फल्दैछ, करेला। यता पर त एकै ठाउँ दुईटा छ। यता काँक्राहरू फुल्न रेडी भइरहेछ, अब अलिक दिनदेखि फल्न थाल्छ। र यसपालि चाहिँ मेरो ड्राइगन यसपालिदेखि चाहिँ 1 वर्ष भयो रोपेको ड्राइगन यसरी रोपेको छ। यसपालिदेखि चाहिँ फल्न सुरु भएछ। म तपाईँहरूलाई यताबाट देखाउँछु। यस्तो मजाले फुल्न थालेछ है साथीहरू ड्राइगन। र यता मेरो आँपलरी त तपाईँहरूले पहिल्यै देख्नु भएको छ, पहिलाको भिडियोमा यसरी फल्दैछ। र यहाँ मैले अम्बकको बोट लगाएको थिएँ। यहीँ एउटै भाँडामा अम्बक पनि छ, यहाँ फुल्दैछ पनि। यहाँ मुनि धनियाँ यसरी उम्रिरहेछ। यो धनियाँ चाहिँ मैले आफै उमारेर फुलाएर बिउ राखेको धनियाँ यति राम्रो हुँदो रहेछ। बजारबाट ल्याएको धनियाँ भन्दा आफैले घरमा उमारेर बिउ बनाएको धनियाँ चाहिँ छर्नु कस्तो मजाले हुँदो रहेछ। र सबैभन्दा अचम्म लाग्दो चाहिँ यहाँ हेर्नु साथीहरू, यहाँ हेर्नु छतमा पनि यस्तो बिना बोडी फल्दो रहेछ। छक्कै परिरहेको छु म आफै दङ्ग। बोडी एउटा बोट है साथीहरू, एउटा बोट यहाँ छ। एउटा बोटमा यो के हो हेर्नु, यहाँ किरै सरी गिजिङ 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 गिजिङ। यता चाहिँ मेरो सुन्तला पनि यत्रो दाना हुन थाल्यो। सुन्तलाहरू हेर्नु न, सुन्तला पनि एकै ठाउँ फल्दो रहेछ क्या, 3टा। अनि यता मेरो लौका पनि छ है साथीहरू, लौका पनि फल्दैछ, चिचिला पनि लागिरहेछ। र यहाँ पनि एउटा करेला फलिरहेछ। यता खुर्सानी, कालो खुर्सानी, हरियो खुर्सानी। र अरूभन्दा नि यो मेरो स्ट्रबेरी अचम्मै भयो। माघ पुसदेखि फलेको, अहिले वैशाखको मसान्त आज अझै। यहाँ हेर्नु न, यसरी बिरुवा निकाल्दैछ, बच्चा काट्दैछ, बच्चा भनौँ न, यसरी काट्दैछ बच्चा। यता फुल्दैछ पनि यसरी, र यता फल्दैछ पनि। यो अचम्म होइन त, यसले बच्चा पनि काट्दैछ, फुल्दैछ पनि, उता फल्दैछ पनि। यति राम्रो बिरुवा परेछ कि यो बिरुवा चाहिँ म मास्दिनँ। तपाईँहरूलाई चाहियो भने म भए ठाउँ आउनु, म तपाईँहरूलाई बिरुवा दिन्छु। तर अहिले चाहिँ होइन, अब लगभग 20-25 दिन पछाडि चाहिँ हुन्छ। यसले यहाँबाट जरा फ्याँक्नुपर्छ। यसले जरा आएको छैन, जरा फ्याँकेपछि चाहिँ तपाईँहरूलाई चाहियो भने आउनु, म दिन्छु।
र यहाँ चाहिँ मेरो अचम्म एउटा बोटमा मेवा कस्तो कस्तो डिजाइन फलेको छ। यहाँ हेर्नु, एउटा यो डिजाइन, एउटा यो, अर्को थियो। हेर्नु, एउटै बोटमा डिजाइनको मेवा फलेको छ। र मेरो टमाटर यता पनि पाकिरहेछ अनि यता पनि पाक्दैछ नि, फल्दैछ पनि। र घिरौलाहरू पनि फल्दैछ। पर पनि टमाटर पाकिरहेछ। अनि यता मेरो कागती पनि फल्दैछ। पर भिन्डी पनि फलिरहेछ। र मेरो यहाँ फर्सीको गट्टा देख्नुभयो भने तपाईँहरू छक्क पर्नुहुन्छ। लगभग यो गट्टा 5 केजीको छ। अहिले यहाँ निकालेर जोख्नु भने 5 केजीको छ यो गट्टा। यहीँ मुनि अङ्गुर पनि फल्दैछ। ल साथीहरू, मेरो छतमा चाहिँ के रहेछ, कस्तो फुल रहेछ, के फलिरहेछ कमेन्ट गरिदिनु होला। सबैभन्दा अहिले चाहिँ मेरो घरमा राम्रो फुलेको चाहिँ यिनीहरू छ है साथीहरू। यिनीहरू छ, हावाले हल्लाको हल्लै छ।